अनि यो हेयर चाहिँ कस्तो राम्रो यता यता धारे हिँड्थ्यो है अनि अनि अब पनि झाथि नि ले यस्तो नत्र पनि हैन दिदीहरुले मलाई यस्तो राम्रो मैले चाहिँ हैन अन्त दिदीलाई आज पनि भने हैन कि अन्त दिदीलाई गालोले मोटो मोटो बनाएर लाउँदा सुहाउँछ भनेर अनि चाहिँ मैले त कहिले पनि भने हैन हैन तँलाई एउटा यत्रो यत्रो पाराले मिस्टाको कति राम्रो देखिन्छ छैन अहिलेसम्म तिमीलाई भनेको छैन यहाँबाट यहाँ यति यति ठुल्ठुलो लगायो भने कस्तो राम्रो देखिन्छ हैन मैले अन्त दिदीलाई कहिले पनि भने हैन कि यो गालोमा यत्रो यत्रो रातो ब्लाउज लाउँदा यस्तो राम्रो देखिन्छ भनेर वाह कस्तो राम्रो अनि चाहिँ मैले त कहिले पनि भनेको छैन हैन तँलाई यहाँनिर यत्रो ठुलो रातो टिका लगाएको कति राम्रो देखिन्छ मनिषा हैन मैले अहिलेसम्म भने हैन तिमीलाई यहाँदेखि स्पेसल बनायो भने कस्तो राम्रो देखिन्छ मैले हैन अन्त दिदीलाई कहिले पनि भने हैन कि अन्त दिदीलाई यहाँदेखि यहाँसम्म लिपस्टिक लाउँदा कति राम्रो देखिन्छ भनेर अनि चाहिँ हैन तँलाई कहिले भने हैन तँलाई यहाँदेखि यस्तो गाजरको कालो झर्का यता यता लाग्यो कति राम्रो देखिन्छ होला हैन मनिषालाई यहाँनिर रातो गोलो गोलो बनाएको कस्तो राम्रो देखिन्छ मैले हैन अन्त दिदीलाई कहिले भनेको छैन कि अन्त दिदीलाई चाहिँ कालो होइन यहाँनिर यत्रो टिका लाउँदा कस्तो राम्रो देखिन्छ होला भनेर अनि चाहिँ हैन मैले तँलाई कहिले पनि भने हैन कि तँलाई त सानोमा स्कुल जाँदा जस्तो दुईपट्टि यहाँ कपाल बाँधेको कस्तो राम्रो सुहाउँछ होला मनिषालाई अहिलेसम्म भनेको थिइनँ कि मनिषालाई लिपस्टिक यहाँदेखि यस्तो लाउँदा कस्तो राम्रो देखिन्छ मैले हैन अन्त दिदीलाई कहिले भने हैन कि अन्त दिदी अब ठुली भइसक्नु भयो उहाँलाई बच्चा बेलामा हैन त्यो सानो सानो काँटाहरूले यस्तोमा बाँधेर यहाँ दुईटा यत्रो फुल बनाउँदाखेरि कपालको कस्तो राम्रो देखिन्छ भनेर अनि चाहिँ मैले तँलाई कहिले पनि भने हैन तँलाई यहाँनिर पिङ्क कलरको ब्लस लगाएको पिङ्की पिङ्की भएको कति राम्रो देखिन्छ पिङ्की ब्लस मनिषालाई क्या यहाँदेखि दुईटोपट्टि छुट्याएर यहाँनिर यस्तो गरी बानेको कस्तो राम्रो थियो हामी चाहिँ यस्तो हिरोनी भइसक्यो होइन तर पनि अन्त दिदीलाई एउटा कुराले फिक्का देखियो के त्यो कुरा चाहिँ हो होइन अन्त दिदीलाई यहाँबाट आइब्रो यसरी लगाएर यत्रो यत्रो ठुलो बनाएर लगाएर होइन यहाँनिर त्रिशुल जस्तो बनाएको कति राम्रो सुहाउँछ भनेर भन्छ मैले ऐसालाई कहिले पनि भनेको छैन कि ऐसालाई यहाँनिर ठुलो ठुलो रेड कलरको आइसिडो लगाएको कति राम्रो देखिन्छ मैले क्या मनिषालाई अहिलेसम्म भनेको छैन यहाँ आइसेट ठुलो लाउँदा कस्तो राम्रो देखिन्छ त्यस्तै नराम्रो थिएँ मेरो काला भनेको जस्तो डन्डी फोर्टी थियो होइन अनि मलाई अन्ता दिदीको मेकअपले विश्व सुन्दरी फिल भइरहेको छ होइन म विश्व सुन्दरी नै छु हामी तिनजनालाई लाने यति भाग्यमा हुन्छ होइन हामी जस्तो राम्रो मान्छे पाउनु भनेको कली यिनी त हेरियो अनि हामी चाहिँ